हेलो गाइज, कस्तो हुनुहुन्छ तपाईहरु? अनि म चाहिँ क्राफ्ट म्याप हो, म्याप प्लेयर हो। एउटा बनाएर सिकला अनि एडिट चाहिँ अलि भएन अनि एडिट चाहिँ गर्ने बाँकी छ। अनि यो म्याप चाहिँ पहिले बनाएको अनि यो म्यापमा चाहिँ हाइड एन्ड सिक खेल्ने हुन्छ। हाइड एन्ड सिकमा फेरि दुई जना आएर खेल्न पर्ने हुन्छ अनि यो फेरि राउन्ड 3 को मात्र हुन्छ। राउन्ड 3 पछि यो म्याच जसले जित्छ त्यसको भ्याया हुन्छ। हजुरलाई यहाँ मैले चाहिँ यहाँ यत्रो धेरै बनाएर राखेको थिएँ अनि यो चाहिँ हेर्न सक्नुहुन्छ। यसरी हल्लिन्छ हजुरहरु आउनुभयो भने अनि एकचोटि हजुरलाई खेलेर देखाइन्छु है त। रुक्नु है, हजुरलाई खेलेर देखाइन्छु। यो हिँड्ने छ, हजुर आउनुभयो भने अनि यसको भित्र फेरि ग्लुवाल हाल्ने हुन्छ। ग्लुवाल हालेर फेरि हजुर लुक्न सक्नुहुन्छ अनि गिफ्टको यतापट्टि पनि लुक्न सक्नुहुन्छ हजुरहरु। यहाँ तल लुक्न सक्नुहुन्छ अनि यहाँ फेरि एउटा घोडा राखिदिएको छु मैले अनि यहाँ चाहिँ सेयरहरुको बटन छ अनि यहाँ चाहिँ रुख छ अनि यहाँ पनि केही छ अनि यहाँ फेरि यो छ गिफ्ट बक्स अनि यहाँ चाहिँ वेन्डिङ मसिन छ। गाइज यहाँ चाहिँ यो ठेला छ। ठेलामा चाहिँ चटपटे ल्यालो भनेको त मै गएँ गाइज। अनि यहाँ फेरि एक्सप्लेन गरिदिन्छु है त। यहाँ माथि हेरी बल छ अनि यहाँ फेरि टायर छ अनि यहाँ पनि टायर छ, टायर राख्दिन्छु। यहाँ वेन्डिङ मसिन छ अनि यहाँ फेरि यस्तो छ कि यस्तो फेरि अलि भएन के भयो बल्ल। अनि मैले चाहिँ यस्तो राखिदिन्छु। यहाँ चाहिँ यो छ, रुख छ यहाँ अनि यहाँ चाहिँ यो रुखलाई यता राखिदिन्छु मैले। भयो अनि यो बललाई चाहिँ मैले यहाँ तल राखिदिन्छु अनि यहाँ चाहिँ यो छ, यसलाई मैले हटाइदिन्छु अनि यसलाई फेरि यता राखिदिन्छु। यहाँबाट राखिदिन्छु मैले। वेन्डिङ मसिनको सिधै छ अनि यहाँ चाहिँ कन्टेनर राख्दैछु अनि यहाँ चाहिँ यो के हो थाहा छैन मलाई अनि यहाँ चाहिँ टायर राख्दिन्छु। यहाँ माथि उभिएर उता जाने अनि यहाँ चाहिँ ललिपप छ अनि यहाँ चाहिँ गिफ्ट बक्स छ अनि यहाँ चाहिँ भने नि मैले अघि नै त्यो छ अनि यहाँ चाहिँ दुईटा छ, यो र यो अनि मैले चाहिँ यता राखिदिन्छु। यो यिनीहरू अब के कामको भनेर राखिदिन्छु अनि यो पनि यहाँ राखिदिन्छु। यो के यो अब यहाँ राखिदिन्छु मैले है। अनि हजुरहरु आउनुभयो भने यस्तो देख्नुहुन्छ अनि यो चाहिँ मैले भित्ता बनाएको छु हजुरहरु खेल्ने अनि यहाँ चाहिँ बल पनि छ राम्रो वाला अनि यहाँ जे केही नि कमी हुन दिएन मैले कहिले पनि यस्तो मेरो लाइफमा कहिले सोचेर पनि नहोस्। अनि अब्जेक्ट म्यानेजर छ यहाँ चाहिँ अनि अझै के राख्न पर्छ भनिदिनुहोस् होला गाइज। खेलेर पनि देखाउँछु अहिले अनि यहाँ चाहिँ यस्तो छ
अब हजुरलाई अब एक्सप्लेन गरेर देखाउँछु है त। हेर्न सक्नुहुन्छ यहाँ हजुरहरू आउनुहुन्छ, यहाँदेखि सिधै यहाँ वेन्डिङ मसिनमा आउनुहुन्छ हजुरहरू। वेन्डिङ मसिनमा आएर कन्फर्म किनेर यहाँ आउनुहुन्छ हजुरहरू। अनि यहाँ पनि ठेला गाडी छ। अनि यहाँ चाहिँ तल के छ भन्दामा बुल्टेको गाइड तलतिर। अनि यहाँ चाहिँ ठुलो दिवार हुन्छ। अनि यहाँ चाहिँ एउटा नारियलको रुख हुन्छ। अनि यहाँ चाहिँ बल छ। यहाँ चाहिँ एउटा बक्सा छ मैले लिएर राखेको। अनि यहाँ चाहिँ शेयरको बटन छ। यति भन्दै अनि यहाँ चाहिँ सबै कुरा छ। यहाँ सानो भनौँ सानो रुख पनि छ। अनि यहाँ चाहिँ गिफ्ट बक्स नि राखिदिन्छु मैले। भयो। Yes. Ball batter watching. अनि यहाँ चाहिँ जम्प गरिन्छ। जम्प गरेर जान्छ। देख्नुभयो गाइस, जम्प पनि हुन्छ। खतरा मजा आइरहेको छ मलाई चाहिँ। यहाँ तल आएर के गर्नुपर्छ होला। यहाँ चाहिँ हजुरहरूले छेडछाडी त गर्नुहुन्न होला। यो चाहिँ अलि यता राखिदिन्छु। यसको माथि चाहिँ राखिदिन्छु मैले। अनि यिनीहरूलाई नि यता राखिदिन्छु। शेयर बटनहरूलाई यो भिडियोलाई सब्सक्राइब गर्नुभएको छैन भने यो भिडियोलाई सब्सक्राइब गरेर बेल आइकन घन्टी चाहिँ बजाउन नबिर्सिनु होला। यो भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। यति भन्दै पारावालको कसम हजुरहरूको गीत हजुरहरूको डान्स यति हजुरहरूले केही चाहनुहुन्छ अनि मलाई कमेन्टमा भनिदिनुहोस् होला। कमेन्ट खाली छ। मैले चाहिँ यहाँ यतातिर राखिदियो ललिपपलाई। यार डेन्जर देखियो त ललिपप। यसको माथि राखिदिएको छु मैले चाहिँ। यो घोडा चाहिँ राम्रो लागेन अनि मैले हटाइदिएको छु। अब अनि म चाहिँ यहाँ माथि राखिदिएँ। अब भिडियो बनाइसकेँ। र अब यति भन्दै ढिलो नगरी अब यो भिडियो
गुड बाई भन्ने आइसक्यो होला। अब यति भन्दै सबैलाई बाई।